मिनासान कोनिचिवा सबैजनालाई नमस्कार। मेरो YouTube च्यानलमा तपाईहरु सबैजनालाई स्वागत छ। आज मैले जापानिज भाषाको संख्या र गत्ते कसरी लेख्ने, त्यसलाई कसरी पढ्ने, उच्चारण कसरी गर्ने भन्ने बारेमा तपाईहरुलाई सिकाउन लागिरहेको छु। सुरु गरौँ। पहिला संख्या पढौँ। इची 1 लाई के भनिन्छ त? यो 1 नम्बर 1 लाई चाहिँ इची भनिन्छ है। इची इची भनेको 1। 2 लाई चाहिँ नि भनिन्छ। नि 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 भनेको चाहिँ 2 हो। सान 3 लाई सान भनिन्छ। सान भनेको 3 हो। 4 लाई चाहिँ सी अथवा योन भनिन्छ। यो चाहिँ दुईवटै अर्थमा प्रयोग गरिन्छ। जस्तो सी भनेको चाहिँ महिनाहरुमा सी गाचु भनिन्छ भने अन्य काउन्टहरु गर्दा चाहिँ प्राय गरी योन नै बढी प्रयोग हुन्छ है। सी र योन भनेको चाहिँ 4 हो। त्यसैगरी 5 लाई चाहिँ गो भनिन्छ। गो भनेको 5 हो। 6 लाई रोकु भनेको 6 हो। 7 लाई पनि दुई तरिकाले भनिन्छ। एउटा सिची र अर्को नाना। सिची नाना भनेको 7 हो। 8 लाई हाची भनेको 8 हो। 9 लाई चाहिँ क्यू भनिन्छ है। क्यू भनेको 9 हो। 10 लाई जिउ भनिन्छ। जिउ भनेको 10 हो। 11 लाई जिउ इची भनिन्छ। जिउ भनेको 10 भयो। 10 मा 1 इची जोडेपछि 11 हुन्छ। त्यस्तै गरी 12 लाई जिउ नि, 13 लाई जिउ सान भन्दै गरिन्छ है त। अनि 20 लाई चाहिँ नि जिउ भनिन्छ है। अगाडि नि लगाउने, 2 लगाउने अनि जिउलाई पछाडी नि र जिउ लेखेपछि 20 हुन्छ। नि जिउ इची भन्यो भने चाहिँ 21 हुन्छ है त। अब 100 लाई ह्याकु भनिन्छ है। 100 लाई ह्याकु भनेको 100। 1000 लाई चाहिँ सेन भनेको 1000 हो। र मान भनेको चाहिँ 10,000 है त। मानमा काउन्ट गरिन्छ। अब हामी गत्तेलाई कसरी लेख्ने, कसरी पढ्ने भनेर सिक्छौं। 1 गत्तेलाई चुइताची भनिन्छ। चुइताची। 2 गत्तेलाई फुचुखा भनेको 2 गत्ते अथवा 2 तारिक। 3 गत्तेलाई मिक्खा भनेको 3 गत्ते। 4 गत्तेलाई योक्खा भनेको 4 गत्ते। 5 गत्तेलाई चाहिँ इचुखा भनेको 5 गत्ते हो। 6 गत्तेलाई मुइखा भनिन्छ। मुइखा भनेको 6 गत्ते। 7 गत्तेलाई नानोखा भनेको 7 गत्ते। यो चाहिँ झन्डै यता काउन्टिङ जस्तै मिल्छ। नाना भनेको 7 हुन्छ भनेदेखि नानोखा भनेको 7 गत्ते हो। 8 गत्तेलाई यौखा भनिन्छ। यौखा भनेको 8 गत्ते। 9 गत्तेलाई कोकोनोखा भनिन्छ। कोकोनोखा भनेको 9 गत्ते। र 10 गत्तेलाई तोखा भनिन्छ है। तोखा भनेको 10 गत्ते। अब 10 पछाडिका संख्याहरु गन्नका लागि चाहिँ गत्तेलाई गन्नका लागि जिउ इची निची भनेको 11 गत्ते। यता 11 लाई हामीले
जिउ इची भनेको थियौँ, त्यसैलाई जिउ इचीको पछाडि निची लगाएपछि 11 गते हुन्छ। जिउ नि निची भन्यो भने 12 गते हुने भयो। जिउ सान निची 13 गते हुने भयो र यो तीनवटामा चाहिँ केही फरक रहेको छ। 14 गतेलाई चाहिँ जिउ योक्खा भनिन्छ है, जिउ योक्खा। जिउ पछाडि यही यो 4 गतेलाई भनिन्थ्यो, त्यस्तै गरी योक्खा जोडिएपछि यो जिउ योक्खा भनिन्छ। अनि त्यसपछि 24 गतेलाई निजिउ योक्खा भनिन्छ है। निजिउ भनेको 20 भयो अनि योक्खा जोडिएपछि निजिउ योक्खा भयो है त। निजिउ योक्खा भनेको 24 गते र 20 गतेलाई ठ्याक्कै 20 तारिकलाई चाहिँ हाचुखा भनिन्छ है। हाचुखा भनेको 20 गते हो र यो भन्दा पछाडि अन्य जस्तो 21 गतेलाई निजिउ इची निची भनिन्छ है त। 21 गते भन्नको लागि चाहिँ यही यो जम्मा तीनवटा चाहिँ फरक रहेको छ है त। हामीले आज जापानिज भाषामा संख्या र गतेलाई चाहिँ कसरी लेखिन्छ, कसरी पढिन्छ भनेर पढिसकेका छौँ। आजलाई भिडियो यति नै। अर्को पार्ट लिएर म पुनः आउने नै छु। कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला।